बनाउँदैछ कि हाम्रो भाइ एउटा भिडियो लिदेऊ न भन्दा नि मान्दैन यार कस्तो हरामी छ कि यो भाइ तेरिका यहाँ अब यहाँ यस्तो ठाउँमा मजाले घुम्नु घुम्न त घुमिरहेको छ जानी क्यामेरै तर्छ मिडिया भन्दा पनि कम भएन अब एउटा मेमोरी छ हामी इन्डिया गेट जहाँ चाहिँ इन्डियाको यो गणतन्त्र दिवसको दिनमा इन्डियन आर्मीहरूले चाहिँ यस स्थान भयो डन्ट नो 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 इन्डियन आर्मीहरूले चाहिँ यस स्थानमा परेड खेल्ने गर्छ इन्डिया गेट म अहिले तपाईँलाई देखाउँछु यो चाहिँ जुन इन्डिया गेट हो र अहिले चाहिँ यस स्थानमा चाहिँ घुम्न आइरहेको छ साथीहरूसँग अहिले चाहिँ अब यो एकदम घुम्नको लागि एकदम राम्रो ठाउँ देखिरहेको छु मैले है यो यस्तो पोखरी छ इन्डिया गेट ल फोटो खिचाउने फोटो अहिले आउँदाखेरि सबै खिचाउँ दिल्लीका जुन यो मान्छेहरू सबै यस स्थानमा चाहिँ एकदम घुम्न आउन देखेर यहाँ चाहिँ एकदम क्यामेराम्यानहरूको एकदम बिग्री रहेछ होइन अघि एकजनाले मलाई यतिको फोटो खिचेर मैले यो फोटो खिच्ने भन्दाखेरि मैले नो भने नो आई डोन्ट लाइक नो नो अन्दर लाउने फोटो फिल्म पनि इन्डियाका जति पनि फिल्म सुटिङहरू हुन्छ त्यो सिलले मागेको छ यस स्थानमा चाहिँ सुटिङ हुन्छ भन्ने एकदम सेक्युरिटीले चाहिँ एकदम ख्याल गरिएको छ है जताततै एकदम सेक्युरिटीको लागि राखिएको छ यो चाहिँ अन्डरग्राउन्ड पास सुरुङ मार्ग है अहिले चाहिँ हामी सुरुङ मार्गबाट चाहिँ प्रवेश गर्दैछौँ यहाँ चाहिँ एकदम सजिलो नाउ छ यहाँ अब यस स्थानमा यहाँ घुम्न के अरे घुम्ने ठाउँहरूको चाहिँ फोटो राखिएको छ यो सुरुङ मार्गबाट चाहिँ भर्खर जस्ट पास भयो ल साथीहरू फाइनली हामी चाहिँ एकदम इन्डिया गेटको नजिकै छौँ है यो चाहिँ इन्डिया गेट यहाँ चाहिँ एकदम सजिलो छ फुलहरूले चाहिँ एकदम ढकमक्क फुलेको हेर्न एकदम लागेको एकदम मनमोहक ठाउँ देखेँ मैले यहाँ विद्यार्थीदेखि लिएर सारा संसार जति पनि भिजिटरहरू आउँछ नि यो इन्डिया गेट घुमेन भने सायद यो यहाँको भिजिट नै अधुरो रहन्छ भन्ने कुरो बुझिएको छ ल हेर्नु साथीहरू इन्डिया गेट एकदम राम्रो छ साथीभाइहरू सबै भिडियो खिच्नमै व्यस्त छन् है तपाईँहरूले इन्डिया गेट पनि मैले देखाइसकेँ साथीहरू अहिले चाहिँ फेरि हामी अर्कोतर्फ जाँदैछौँ जुन त्यहाँ चाहिँ ठुलो एउटा स्ट्याचु छ त्यो स्ट्याचुलाई हेर्नको लागि जाँदैछौँ त्यो चाहिँ अगाडि छन् है यो तपाईँलाई यो यहाँको सौन्दर्यता पनि देखाउँदैछु म हेर्नु होला यहाँ यति राम्रो सजाउ छ कि है यति राम्रो सजाउ छ यति राम्रो मेहनत गरिएको छ है राम्रो छ राम्रो कुरालाई चाहिँ हामीले राम्रो भन्न सक्नुपर्छ इन्डियाको एकदम घुम्न लायक ठाउँदेखि इन्डियामा धेरै छ घुम्न लायक ठाउँहरू त तर हामी यो छोटो छ हाम्रो अवधि त्यही भएर हामी एकदम सर्टकट यहाँ जम्मा हामीलाई आधी घन्टाको टाइम दिएको छ घुम्नको लागि विशेष गरेर हामीले एकदम मुख्य ठाउँ मात्रै हामी घुमिरहेका छौँ धेरै एकदम लामो समयसम्म बस्न पाइँदैन आधी घन्टाको टाइममा अब फेरि गाडी छुट्यो भने छैन त्यही भएर हामी चाहिँ यो मुख्य ठाउँमा यसरी घुमिरहेका छौँ अब आधी घन्टापछि हामी फेरि दौडेर गाडीमा पुगिहाल्नुपर्छ
नभए त फेरि हामीलाई गाडीले छोडेर हिँडिदिन्छ के गर्नु हामीसँग अहिले यो छोटो अवधि भएर हामीले सिमसिम पनि केही पनि लिएको छैन यत्तिकै अब आफ्नो टाइमले चाहिँ म्यानेज गरेर त्यतातिर दौडिनको लागि हिँडेको छौँ ल आउँछु एकदम ठुलो स्ट्याचु छ है राम्रो छ हेर्दा पनि एकदम मनमोहक सौन्दर्य छ अब यसको पनि इतिहासहरू त बोकेको होला होइन अब हामीले त्यति इतिहास पल्टाइन मैले किनकि त्यति इतिहास पल्टाएर गर्ने टाइम पनि छैन हामीसँग है यो इन्डिया गेट एकदम स्पेसल राम्रो छ आर्मीहरू बसिरहेको हुँदो रहेछ यहाँ यो विशेष गरी यो गणतन्त्र दिवसको दिनमा चाहिँ परेड खेल्ने जुन अघि मैले हवाई अड्डा भनेर देखाएँ नि त्यो र यो ठाउँ रहेछ कि त्यहाँबाट चाहिँ यहाँबाट परेड खेल्दै आउने ठाउँ आर्मीहरूलाई अहिलेलाई हामीले यति किनकि मसँग पनि धेरै इन्डियाको बारेमा इतिहास छैन अब इतिहास त्यति धेरै पढेको पनि छैन अब आएको मौकामा तपाईँहरूले देखाउँ भन्ने हिसाबले मात्रै हो किन यसै पल्टाएर अब हेर्न पनि हामीसँग टाइम छैन होइन आएको बेला तपाईँहरूले यसो देखाइदिउँ भन्ने हिसाबले मैले चाहिँ सानो एउटा भिडियो क्लिपहरू बनाउँदैछ कि हाम्रो भाइ एउटा भिडियो लिँदैउ न भन्दा नि मान्दैन यार कस्तो हरामी छ कि यो भाइ यहाँ अब यहाँ यस्तो ठाउँमा मजाले घुम्नु घुम्न त घुमिरहेको छौँ जानी क्यामेरै तर्छ मिडिया कम भएन अब एउटा मेमोरी राख्नु पऱ्यो नि होइन के छ दाइ अनि तपाईँको कस्तो लागिरहेको छ त हाम्रो यो इन्डिया टुर बवाल छ होइन ल ठिक छ